नमस्ते साथीहरू, यतिखेर चाहिँ म धनकुटाको कोल्ड स्टोरमा छु। धरानका नगर प्रमुख पिता हर्क साम्पाङ राईज्यू आउँदै हुन्छ धनकुटामा। यहाँ यस स्थानमा सिनेमा फारङ गर्नुलाई भवन उद्घाटन गर्नु साथै आज टुरिज्ममा कार्यक्रम हुँदैछ, भेटघाट कार्यक्रम टिम बनाउने र के हुन्छ हजुरहरूलाई म देखाउने छु। ल यहाँ हेर्नुहोस् है, यहाँको दृश्यहरू। यहाँ आमाहरू पनि जम्मा हुनुभएको छ। यहाँ एकदम तयारका साथ पर्खेर बसिरहनु भएको छ। कार्यक्रम पनि रहेछ। यो सिरिजको रूप होइन है, यो बिरुवाहरू एकदम राई बुवा सेवा। नमस्कार, प्रशान्त राई। म प्रशान्त तिलविक्रम राई। आज सुरुमा त टिकटकमा हो नि हामी। यहाँबाट हो अब यहाँको कार्यक्रमहरूमा हामी लाग्दैछौँ। क्रेटमा फुल दिइरहेको छु यहाँनिर। बहिनी नमस्कार, तपाईँ पनि आउनुभएको है। ल धन्यवाद। ल नमस्कार। रोपन सुरु भयो ठाउँमा। धानसालिनमा थियो होला न, बाकुलो मिल्यो होला।
है नमस्कार ल सेवा है सबैजना जय श्री रामदास पॉइंट में पनि आइसक्नु भयो यो ठाउँमा ल हेलो 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 ल निजा भाइ ल सिधै उ ठाडो अब कार्यक्रम हुन्छ यहाँ केही बेरसम्म कार्यक्रम रहेको छ र आजको यस औपचारिक कार्यक्रम सञ्चालन गर्न लागिरहेको छु र यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुनको लागि किरात राई जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष श्री उत्तममणि राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसैगरी आजको हाम्रो आकर्षक व्यक्तित्व प्रमुख अतिथिको रूपमा धरान उपमहानगरपालिका सुनसरीका मेयर साहब ज्यूलाई पनि प्रमुख अतिथिको आसन ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रा नेपाली सारा जनता हामी उहाँले सम्मान गर्न कति पनि पछि किराती हाम्रो संस्कार संस्कृति पहिचान आफ्नै छ। हामी आफ्नो मुलुकमा आफ्नै भूमिमा रमाउनुपर्छ, हामी श्रम गर्नुपर्छ, हाम्रो पसिना यही मुलुकमा बगाउनुपर्छ र पसिनाको मूल्य हामीले उठाउनुपर्छ भन्ने हामीले बुझेका छौँ र हामीले
बुझाउँदै हुनुहुन्छ र हामी कति पनि उहाँको गुण उहाँको काम उहाँको श्रमलाई हामी कति पनि ढिला नगरिकन हामी अगाडि उहाँले काँधमा काँध साथमा साथ दिँदै अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। र यसै क्रममा अब हामी सम्मान प्रदान ग्रहण गर्ने कार्य गराउँदै अबको हाम्रो अगाडि बढाउने क्रममा म अघि तल राईपुवादेखि माङपाङ राईज्यूले धरानमा आएर यहाँ एउटा उहाँले मसँग समन्वय गर्नुभएको थियो मेरो साथमा यहाँ आउने वातावरण मिलाइदिनु भनेर। त्यो वातावरण मिलिसकेपछि मैले के भनेको थिएँ भने उहाँलाई एउटा हर्क साम्पाङ रेगुलेसन टिम तयार गर्नुहोस् तपाईँले 11 जना या 16 जनाको। हजुर त्यो तपाईँले गठन गरिसकेपछि धरान आउनुहोस्, मेयरसँग भेट्ने एउटा सहजता तपाईँले पाउनुहुनेछ र मेयर साहबले तपाईँलाई समय दिनुहुनेछ भनेर त्यो वातावरण मिलिसकेपछि आज त्यसरी मेयर साहबले 23 गतेको आज शुक्रबारको दिन चाहिँ उहाँले एउटा साइट निकाल्नु भएर चाहिँ आज धनकुटामा आएर चाहिँ उहाँले वृक्षारोपण उद्घाटन गरिसक्नु भएको छ। र त्यसै कारण सम्पूर्ण धनकुटेली वासीहरूलाई चाहिँ तपाईँहरू जुरुक्क उठ्नुहोस्, जाग्नुहोस्। अब धरान मात्र होइन, नेपाल अधिराज्यभरि नै श्रमको यो वृक्षारोपणको चाहिँ एउटा टिम तयार गरेर चाहिँ अघि बढ्नुपर्छ। भ्रष्टाचार, व्यतीत, विसङ्गतिको विरुद्धमा तपाईँहरू उठ्नुहोस्, यो परिवर्तनमा तपाईँहरू सबै भाग लिनुहोस्, आउनुहोस्, जोइन हुनुहोस्, एउटा सङ्गठन तयार गर्नुहोस्। र यही हामी धरानबाट पनि आएर चाहिँ म सशक्त अभियन्ता पनि र मेयर साहबको एउटा यो हर्क साम्पाङ रेगुलेसनको एउटा सदस्यता पनि, त्यसै कारण तपाईँलाई आह्वान गर्न चाहन्छु। फुटेर होइन, जुटेर यदि माथि उठ्ने भएदेखि तपाईँहरू धनकुटेलीहरू सबै जुटेर तपाईँहरू अघि बढ्नुहोस्, यही शुभकामना छ। हस्त, नमस्ते।